सो अनि हेर नमस्ते गाइज के छ मेरो प्यारा प्यारा ह्यान्डसम दाजुभाइहरू सबैजना सन्चयरमा हुनुहुन्छ। म चाहिँ हल्का बिसन्चो हो किनकि रुवा लाखन त एकदम यो अहिले चिसो। सो गाइज अहिले चाहिँ भर्खरै पानी बिदो भएको न त बिहानदेखि सुतै थिएँ। अब के गर्ने अहिले 2-3 बजे हो अन पानी एकदम ठुलो आयो नि त, त्यही भएर मैले भलक दिउँसो माछा गरिरहेको छु। बिहानै गरौँ भनेर सोध्थ्यो तर मैले बनाएन किनकि यो पानी यो के गरौँ पानी जताकतै आइरह नि त। सो गाइज यहाँ चाहिँ हाम्रो फिल्ड छ टक्क लाएर आयो, हामी चाहिँ भलिबल खेल्छौँ। सो गाइज अस्तिको भलक देख्नु भएको होला, बल चाहिँ तल खसेको बल भेटिन त भेट्यो तर भेटिसकेपछि त त्यो बल्टर हुन्छ नि त, बल्टर फुटेछ के। अब के गर्ने, हान त मैले आफै हानेको बल त आफ्नै हो। यहाँबाट भ्वाक्कै तल हानेको गाइज, तल भ्वाक्कै गयो भन। खोज्दा कति आज हिजो भेटाएको हिजो मैले भलक गराएन किनकि त्यस्तै भयो नि त, अहिले कहिले काहीँ भलक गराउन मन लाग्दैन नि त। सो गाइज आज चाहिँ मैले प्लान गरेको थियो, त्यो चाहिँ के प्लान भनेपछि म चाहिँ मकै चोर्न जानेवाला छु। सो गाइज यो गाउँ छ नि, यो गाउँको यति छन् मकै कुरै नगर आफ्ना त ऊ भयो कि गाइज, आफ्नो के भयो भनेपछि आफ्ना चाहिँ धेरै सुके के मकै। अब हामीले निकाल्ने बेला नि त भयो, यहाँ गाउँ छ नि यो गाउँ अनि टाप हान्नेवाला छु गाइज। आज मैले यस्तो प्लान गरेको होइन टक्कलाई। म यो डाँडामा आफै यो हाम्रो फिल्ड ग्राउन्ड, हामी यहाँ खेल्छौँ भलिबल, तर भलिबल चाहिँ खेल्न त खेल्छौँ। सो गाइज यहाँ चाहिँ भर्खरैको उनीहरूले निकालेको रहेछ के, हेर्नु त यस्तो भयो ए निस्किन्छ के, यहाँ पानी रहेछ अर्कामा हेरौँ यहाँ कौनाले फालिदिन्छ कि गाइज, त्यहाँ छिटो हेर्नुहोस् है कस्तो आयो पानी आयो। सो गाइज म चोर्न जानेवाला छु। अलि यहाँ गाउँमा अलि मान्छे हुन्छन् चोर्न बब्बाल चोर्न जान्छु गाइज। अब म चाहिँ चोर्न जानेवाला छु मकै, चोर्नी त होला गएर गाइज। तल यहाँ मिलको पानी छ। सो म तामा हेर्छु, तामा खन्किने अहिले तामा हुने बेला नि त भाउ गएर मेरो साना साना हो नि तामा, यी सानो तामा हो कि सानो तामा हो गएर मकै चोर्न पर्ने हुने छ गाइज। मकै टक्क लाएर चोर्नु जानु लाग्यो। माथि एउटा घर छ गाइज, माथि एउटा घर छ। डर लाग्छ यार, यस्ता मकै चुकेछन् गाइज। सो गाइज म मकै चोर्ने ठाउँमा नि आएँ तर यिनी चोर्न हुन्थ्यो यत्रै छन् कि पुरै सुकेछन् कि यत्रो सुकेछन्, चोर्न हुन्थ्यो तर गाइज चाहिँ म मकै चोर्न आएको छु। कोही मान्छे छन् कि नि म हेर्छु है, पुरै यहाँ त काठ ओए यहाँ त मकै छ नि पुरै भएन ए आम्बो मकै छ नि। सो गाइज यहाँ चाहिँ मकै काटेका रहेछन्, न यो नि काट्छ मन लाग्छ, मकै काटेको रहेछन्। मान्छे हेर्नु पर्छ, मान्छे मकै गाई भन्नुपर्छ क्या गाइज, यस्ता भुइँन फाल्लाछन्। सो गाइज यहाँ भुइँन फाल्लाछन् है, मकै चोर्ने जस्तो लायक त छैन नि, अलिक खाम भर्खरको लागि खाना। यहाँ त घर छ हेर मकै गाइज, मकै यस्तामा फालिरहन् यार, अलिक क्यामेरा मिल्ने लाग्यो। सो गाइज यिनी मकै चोर्छ होर्रा जस्ता हुन् मकै, यिनी होर्रा जस्ता मकै चोर्नु पऱ्यो टक्क लाएर, अन्त घर पोलेर खानु हुन्थ्यो। मान्छे हेर्नुपर्छ कि डर लाग्छ, एकदम डर लाग्छ कि पुरै यहाँ जता कतै घर छ त्यहाँ एउटा घर छ होइन। छोरी ठाउँमा आइसक्यो, पुरै सुक्यो कहाँ चोरा
एकदम डर लाग्छ यार मान्छे त छैन आम्बो तीन बाक्ला मकै हुन् मकै आम्बो धेरै होर्रा रहेछ नि पुरै यस्ता त पाक्ने भइसक्यो कि अलि होर्रा खन्न पर्यो सो गाइज यिनी मकै चोर्दाखेरि बाँदरले खाएको बेला भन्छन् कि यस्तो गर्दा अनि त्यही भएर मैले यस्तै गर्दैछु हेर्छु के कुन मकै छन् सो त्यसपछि गाइज कस्तो मान्छे हान्थ्यो गाइज यार मकै भाट्नु पर्ने हुन्छ गाइज आम्बो कुन चोरामा पुरै यस्ता सानसाना छन् कति सारा हुन् मिठै छैनन् गाई त्यहाँ यस्ता सारा हुन् ओए मान्छे हान गाई त्यहाँ सो गाइज यति डर भाङ्न पर्यो यार डर लाग्न जस्तै सो गाइज भाङ्न लाग्यो म डर लाग्छ ए मान्छे आउँछन् के चप्पल मकै भात अनि स्ट्यान्ड खस्यो कि कस्तो स्ट्यान्ड फर्स्ट हो यार डर लाग्यो
कौन केटी कराएको थियो कि यार। सो गाइस मैले के भेटाएँ आया सो गाइस लास्टै भिडियो यार। सो गाइस मैले यहाँ ऊ भेटाउँछु तामा गाइस तामा यो भन्नु पर्यो कि घर घर खाना हुन्छ बेलुका नास्ता बेलुकाको लागि। सो गाइस तामा हेर्नु न कति धेरै हो तामा। मकै भएन यार। खस्यो खस्यो कि तामा। डर लाग्यो। सो त्यसपछि गाइस म घर आएको यति लोटे खोयो मुखमा काटेको यार। तिनवटा ल्याएको थिएँ एउटा कहाँ खस्यो गाइस। अब मैले यहाँ टक्क लाएर पोलेर खानुपर्ने हुन्छ गाइस। लाइट चाहिँ ल्याइसक्यो घरबाट गाइस। यस्तो भयो यार पछाडि लाइट यहाँ। सो गाइस यो ब्याक हानी ब्याक बढी बस यत्रो घाँस दिँदा है ब्याक बढी बस। यहाँ ससी गर्न भन् सबैलाई भन् चस्की हानम भन् एकचोटि बोल भन् र बल्ल घाँस दिन्छु नत्र दिन्न भन् सस्की भन्न भन् सबैलाई भन् चस्की हानम अरे हो। सो गाइस सस्की भन्नुहोस् है। लास्टै यहाँ उभो हो के पुरै भिजेको पछाडि त कुरै नगरौँ। माथि एउटा भत्त लोटे के फोनकार हामी अब आगो बाल्नु पर्ने हुन्छ। मकै यहाँ तिनवटा ल्याएको चाहिँ जम्मा दुईवटा खान् के आफ्नो पुरै सुके खान् के आफ्नो खाना हुन्थ्यो पुरै सुके खान्। त्यही भएर अरूकामा चोर्न गएको गाइस। चोर्दा नि यस्तो काट्यो यार नचोर्ने यार अब त। सो गाइस आम्बो यत्रो बेरमा बल्ल आगो बोल्यो के देखिन्न यत्रो बेरमा बल्ल आगो पोल्यो। मकै पोलिन्छ टक्क लाएर खाइन्छ। अब चोरेको माल हो चोरेको माल आम्बो मिठा त मिठै छन्। सो गाइस बल्ल आगो बोल्छ कि किनकि यो पानी चिसो आएर कहाँ गयो भाइ। टक्क लाएर मकै पाक्दैछ। अलि राम्रोसित भेटेन जस्तो लाग्यो है। यस्तो सिटा कुचा राखेको छु कि मैले यस्तो सिटा दाउरा राखेको छु पोल्छु है गाइस। मकै पोल्न लाग्यो टक्क लाएर बसेर केटाले फेरि हेरेर राख के गर्न लाहा पोल्न लाहा तिउलाई भनेको होला नि। तर गाइस मैले मकै पोल्न लाग्यो तर आगो निम्ति अन गर्ने भयो। मलाई लाग्छ मकै एक चाँडै पाक्दैन जस्तो लाग्छ। सस्कै भन्न भन्छस् कि हानम भन् ब्याक तँलाई भेट। सो गाइस एकचोटि मैले मकै पोलेर देखाउँछु किन यस्तो डिस्टर्ब गरौँ भनेर। आगो बोलेन मैले यो आगोलाई मैले लात्तीले हानेर कहाँ पुऱ्याउँछु मलाई थाहा।
कति घन्टापछि मैले बल्ल बल्ल मकै पोलेको। यस्तो गर्मी छ गाइज। सो गाइज मकै पनि खासै राम्रोसित पाकेको छैन, कोही कालै डढेर यस्तो भयो, कोही खास राम्रोसित पाकेको छैन। र गाइज आगो पनि निभाइसकेँ, किनकि यो आगो बोल्दै बोलेन के आराममा तिनवटा ताप पोल्छ। ल र रुममा गएर खानु पर्ने हुन्छ। हजुर सो त्यसपछि गाइज मैले मकै सके खाइसकेँ। मकै खाएर नि बसिरहेको। अब चाहिँ मैले भिडियो यति टुङ्गाउनु पर्ने हुन्छ, किनकि भिडियो एकदम लामो भइसक्यो। र गाइज यहाँसम्म हेरिदिनु भएको सम्पूर्ण मेरो युट्युब फ्यामिलीहरूले धेरै धन्यवाद छ। र गाइज अर्को नेक्स्ट भिडियो भेटौँला, त्यसैसम्म जय नेपाल, बाई।